दुःख पीडा हरेक चुनौती सहन्छु, दुःख पीडा हरेक चुनौती सहन्छु, चाहे जस्तोसुकै परिस्थिति भए पनि मेरो देशलाई म सधैँ मेरो शिरमा सजाउँछु। नमस्ते, मेरो नाम विक्रम तामाङ। आजको शीर्षक रहेको छ देशको लागि केही गरौँ। म नेपाल हाँसेको हेर्न चाहन्छु, नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु, नेपालीको मन नाचेको हेर्न चाहन्छु। आजभोलि जताततै जसले पनि यो गीत सेयर गरेको देख्दा चाहिँ हाँसो उठ्छ क्या मलाई। के साँच्चै तपाईँहरू नेपाल हाँसेको हेर्न चाहनुहुन्छ? मलाई त विश्वास लागेन। यदि साँच्चै तपाईँ नेपाल हाँसेको हेर्न चाहनुहुन्छ भने नेपाल हाँस्नको लागि तपाईँहरूले के गर्नुभएको छ? तपाईँ खुट्टादेखि टाउकोसम्म विदेशी ब्रान्डको लुगा लगाउने, तपाईँ खुट्टादेखि टाउकोसम्म विदेशी ब्रान्डको लुगा लगाउने, खाजा खानु पर्यो भने पिज्जा बर्गर केएफसी जाने, त्यति मात्र कहाँ हो र? नेपाल आफैमा सुन्दर र सुगन्ध देश हो। यस्तो देशमा बसेर तपाईँ विदेशी ब्रान्डको पर्फ्युम सरीभरि छरेर हिँड्ने अनि कसरी पत्याउनु म तपाईँ नेपाल हाँसेको हेर्न चाहनुहुन्छ भनेर? म कसरी पत्याउनु के तपाईँहरू नेपाली हाँसेको हेर्न चाहनुहुन्छ भनेर? मलाई त शङ्का लाग्न थाल्यो तपाईँहरू नेपाली नै होइन होला। तपाईँ नेपाली नै होइन होला जस्तो मलाई शङ्का लाग्न थालिसक्यो। किनभने नेपालमा बनेको ढाका टोपी र गुन्ने चोली लगाउन लजाउने मान्छे कसरी नेपाली हुनसक्छ? म नेपाली हुँ भन्दैमा र नेपालको नागरिकता हुँदैमा र नेपाली भाषा बोल्दैमा नेपाली हुनेवाला छैन। नेपाली हुनलाई त नेपालीपन झल्काउने संस्कार र संस्कृति हुनुपर्छ। नेपाललाई चिनेको हुनुपर्छ र नेपाल कस्तो देश हो भनेर चिनाउन सक्नुपर्छ। तब मात्र म नेपाली हुँ भन्दाखेरि सान्दर्भिक हुन्छ र सुहाउँदो हुन्छ। हामी नेपाली भनेर हामी धेरै गर्व गर्छौँ क्या आफूलाई। तर पनि हामी नेपालमा बनेको सामानहरू प्रयोग गर्नलाई र खरिद गर्नका लागि हिचकिचाउँछौँ। के तपाईँहरूले थाहा छ? विदेशबाट दाजुभाइ तथा दिदीबहिनीहरू नेपालमै केही व्यवसाय गरौँ भनेर आउनुहुन्छ र अनि उहाँहरूले व्यवसाय गरेपछि उहाँहरूको सामानको उचित मूल्य र बजार नपाएपछि फेरि विदेशमै फर्किन बाध्य हुनुहुन्छ। के तपाईँले कहिले सोच्नु भएको छ? यस्तो हुनुमा हाम्रो पनि हात छ। हामीहरू सधैँ विदेशी ब्रान्ड मात्र खोज्छौँ के? हामीलाई विदेशी संस्कारको दत लागेको छ। तर विदेशबाट आएका पर्यटकहरू नेपालमा आएर नेपालको पञ्चेबाजामा खुब खुसी हुँदै नाच्छन् र नेपालको चिनोको रूपमा डोको बोकेर एयरपोर्ट जाँदा नेपालको सामाजिक सञ्जालमा भाइरल हुन्छ। कहाँ पुग्दैछ हाम्रो जमाना? यदि साँच्चै तपाईँ नेपाल हाँसेको हेर्न चाहनुहुन्छ, देशको लागि के गर्न चाहनुहुन्छ भने तपाईँले धेरै ठुलो कुरा गर्नै पर्दैन के? जसरी हामीले हिजोको दिनमा जुम्लाको स्याउ हरेक फलफुल पसलमा गएर हामीले जुम्लाको स्याउ छ कि छैन भनेर किनेर खाएको थियौँ, त्यसै गरी हामीले दैनिक रूपमा चाहिने हरेक सामान कस्मेटिकदेखि लिएर फेन्सी इलेक्ट्रोनिक हरेक कुरा नेपालको सामान प्रयोग गरौँ न। त्यति मात्र प्रयोग गऱ्यो भने त देश विकास हुन केही समय पनि लाग्दैन महोदय। यदि साँच्चै मेरो कुरामा तपाईँहरू सहमत हुनुहुन्छ, साँच्चै नेपाल हाँसेको हेर्न चाहनुहुन्छ र नेपाल खुसीले बाँचेको हेर्न चाहनुहुन्छ र नेपालीको मन खुसीले नाचेको हेर्न चाहनुहुन्छ भने मसँग एउटा बाचा गर्नुहोस्। बाचा गर्न तयार हुनुहुन्छ तपाईँहरू? यदि त्यसो हो भने नेपाली हौँ हामी, नेपाल हो देश हाम्रो। नेपाली हौँ हामी, नेपाल हो देश हाम्रो। हामी आफ्नै देशमा उत्पादन भएको खानेकुरा खान्छौँ, हामी आफ्नै देशमा उत्पादन भएको खानेकुरा खान्छौँ, आफ्नै देशमा उत्पादन भएको सामान प्रयोग गर्छौँ र आफ्नै देश घुम्छौँ। हामीलाई हाम्रो देश नै हो स्वर्गभन्दा प्यारो, हामीलाई हाम्रो देश नै हो स्वर्गभन्दा प्यारो। हस् त, धन्यवाद, थ्याङ्क यू।